क्वेशन नम्बर 1 नेपालको पहिलो गीतकार को हुन्? ए लक्ष्मी प्रसाद देवकोटा, बी रामहरि शर्मा, सी मोतीराम भट्ट, डी बालकृष्ण सम। यसको राइट आन्सर डी बालकृष्ण सम। क्वेशन नम्बर 2 नेपालको पहिलो जलविद्युत आयोजना कुन हो? ए मस्याङदी, बी सुन्दरीजल, सी त्रिशुली, डी कालीगण्डकी। यसको राइट आन्सर बी सुन्दरीजल। क्वेशन नम्बर 3 नेपालको पहिलो आधुनिक बैंक कुन हो? ए नेपाल राष्ट्र बैंक, बी नेपाल बैंक लिमिटेड, सी राष्ट्रिय वाणिज्य बैंक, डी कृषि विकास बैंक। यसको राइट आन्सर बी नेपाल बैंक लिमिटेड। क्वेशन नम्बर 4 नेपालको पहिलो मोबाइल सेवा कहिले सुरु भयो? ए 2051 साल, बी 2055 साल, सी 2060 साल, डी 2065 साल। यसको राइट आन्सर ए 2051 साल। क्वेशन नम्बर 5 नेपालको सबैभन्दा पुरानो मन्दिर कुन हो? ए चाकुनारायण मन्दिर, बी पशुपतिनाथ, सी मन मन्दिर, डी जलेश्वर मन्दिर। यसको राइट आन्सर ए चाकुनारायण मन्दिर। क्वेशन नम्बर 6 नेपालमा गाई मार्ने कानुन कहिले लागू भएको हो? ए 2016 साल, बी 2019 साल, सी 2028 साल, डी 2036 साल। यसको राइट आन्सर बी 2019 साल। क्वेशन नम्बर 7 नेपालको पहिलो विमान उडान कहाँबाट भएको हो? ए दिल्ली काठमाडौँ, बी कोलकाता काठमाडौँ, सी पटना काठमाडौँ, डी बनारस काठमाडौँ। यसको राइट आन्सर ए दिल्ली काठमाडौँ। क्वेशन नम्बर 8 नेपालको पहिलो रेल सेवा कुन ठाउँमा सञ्चालन भएको थियो? ए विराटनगर जनकपुर, बी जनकपुर जयनगर, सी वीरगञ्ज कैलाया, डी काठमाडौँ भक्तपुर। यसको राइट आन्सर बी जनकपुर जयनगर। क्वेशन नम्बर 9 नेपालको पहिलो राज्यको राजधानी कहाँ थियो? ए काठमाडौँ, बी गोरखा, सी भक्तपुर, डी ललितपुर। यसको राइट आन्सर बी गोरखा। क्वेशन नम्बर 10 रहेको छ नेपालको पहिलो उद्योग कुन थियो? ए जुट मिल, बी चिनी मिल, सी कपडा मिल, डी कागज कारखाना। यसको राइट आन्सर ए जुट मिल। त्यसैगरी क्वेशन नम्बर 11 रहेको छ नेपालमा पहिलो पटक दशैं बिदा दिने परम्परा कसले सुरु गरेका थिए? ए पृथ्वीनारायण शाह, बी जङ्गबहादुर राणा, सी चन्द्र शमशेर, डी त्रिभुवन। त्यसको राइट आन्सर ए पृथ्वीनारायण शाह। यसैगरी क्वेशन नम्बर 12 रहेको छ नेपालको पहिलो दैनिक पत्रिका कुन हो? ए गोरखापत्र, बी जनता, सी आजाद, डी सम्भवता। यसको राइट आन्सर ए गोरखापत्र।